यो काम हाम्रो ए जेलीफिस भनेको होइन त? जेलीफिस भन्ने अब सुरु भयो अब। कति दिन भिजाउनु पर्छ यो? यो अब 6 दिनसम्म प्याकेज हुन्छ, हुन्छ 7-8 दिन पछाडि यो प्याकेज सुरु हुन्छ। यो अनि यत्तिकै भिजाइराख्नु? यो अब वासिङ हुन्छ। यो तपाईँको यो 7 घन्टा हालेको 7 घन्टापछि वासिङ हुन्छ। यति बजे माल हालो। ए डेट पनि लेखेर हाल्नुपर्छ? होइन टाइम त्यही त आजको टाइम लेखेर अब निकाल्नु। अहिले यति बजे माल हाल्यो। यो 1:35 माल हाल्यो। अब 8:35 यो वासिङ हुन्छ। 1.5 घन्टा चल्छ। वासिङ हुन्छ। फेरि अर्कोमा चेन्ज गर्नु पर्यो। अहिले छुँदा चाहिँ केही हुँदैन? चिलाउँछ नि हात तर के होइन। हात चिलाउँछ? झन् यस्तो घाउ सब पऱ्यो भने त पुरै मार्छ होला। घाउ त छैन नि हजुर। मेरो त छ नि यस्तो यस्तोमा घाउ छ नि यार। घाउ छ भने त नाच्नु मार्छ के भने हजुर अब डे ड्युटी छ। तपाईँ बाल्टीले चाबे गर्ने मिलो छ भने तपाईँ आफ्नो काम भ्याएर तुरन्त यहाँ आएर गाडी छोड्नुहुन्न अरे आज भोलि नै आउनु सक्छ। त्यहाँ त मेरो 1 घन्टा छुट्टी हो नि अहिले। को छ अहिले? बालकुमार। मैले जेलीफिस यही हो। अब जेलीफिस बोटबाट कसरी आउँछ, बोटबाट आएको बोटहरूलाई देखाउँछु होइन। बोट समुद्रभरि बोट कुदेको छ होइन। बोटै बोट छ। यहाँ जेलीफिस लोड हुन्छ। यो जेलीफिस अनलोड लोड अनलोड गर्ने ठाउँ होइन। यो चाहिँ समुद्रबाट बोट जेलीफिसको बोट आउँछ। अनि सब बङ्गाली बन्धुहरू छ हाम्रो। नास्ता अब यहाँ चाहिँ जेलीफिस अनलोड हुँदैछ। बोटबाट आएर जेलीफिस यसरी अनलोड हुन्छ। जेलीफिस पूरा जेलीफिस निकल रहा है, माल निकल रहा है माल। बोटबाट आएर जेलीफिस अनलोड हुँदैछ। त्यसलाई एक फिलिपले उठाएर अनि यो गाडीहरूमा लोड गर्नुपर्छ। यो गाडीहरूमा लोड गरेर अनि जान्छ उता वासिङ गर्नु। हात चिलाउँदैन? हात चिलाउँदैन? हात तनाउनु हुँदैन? के गरेको यो चाहिँ? यो फाल्नुपर्छ? यो टाउको माथिको फाल्नु पऱ्यो नि। यो खाँदैन? यो मात्रै